साथीहरु एक्सन डाइरेक्टर सौरभ चौधरीको राइटन र डाइरेक्सनमा बनेको मुभी कर्माको ट्रेलर आएको छ। आज हामी यस मुभीको ट्रेलरको रियाक्सन गर्नेवाला छौं। अब यसमा मेन लिड स्टार कास्टहरु भन्नु पर्दाखेरि विपिन कार्की, त्यसैगरी यहाँनिर उपसेना सिंह ठकुरी र त्यसैगरी मुकुन भुसाल र दिव्य देव जस्ता कलाकारहरु यसमा अनुपस्थित हुनुहुन्छ। अब यो मुभी अप्रिल 11 चैत्र 29 मा वर्ल्ड वाइड एकैसाथमा गल्फ कन्ट्रीहरुमा पनि यो रिलिज हुँदैछ। अब कति पनि ढिला नगर हामी यसको ट्रेलर को रियाक्सन गर्छौं। भिडियो कन्टिन्यू गर्नु। ट्रक पुलिस जंगल छ तो डेन्जर भयो पुलिस विपिन कार्की जेलमा गइरहेछ। मेरा निरार कार्यकाहरू यति कमजोर छैनन् कि दुई चारवटा गोलीले मेटिने। डायलग त खादै छ। सबैभन्दा ठुलो कुरा त तपाईले दिने आशीर्वाद पो त मेरो लागि। आमा र छोराको कहानी। म्युजिक ब्याकग्राउन्ड एकदम सैडनेस छ। देशको सिस्टम मेरो लागि होइन। सही हो। हामी जस्तो सर्वसाधारणको लागि यो समाज होइन। यो करप्टेड सिस्टमले आज मलाई अपराधी बनायो। सही हो। अगस्त्यको डाइरेक्टर हैन। ओ मुकुन भुसाल साउथ स्टाइलमा सिगरेट जलाएर कुकुरी सुरु हो गया। के को लोभ हो भान्जा? आखिर खाने भातै हो जाने घाटे। डायलॉग त साला तेरो दिमागमा के चल्दैछ भन त? सोचिया चाहिँ के छस् खुलेर भन। ओ उपसेना सिंह ठकुरी नाम के हो? घर कति बढेको छ? तँलाई केटी मन पर्दैन हो? छकौरा भन्ने दाङमै सुटिङ भएको सुशान्त सिंह पेशीको गीत आयो त। सुशान्त पेशीको फर्स्ट सङ हो भनेर है फिल्ममा। यार मेरो दाइ वंशको वंशमा आँखा नलगा। होलीको दिन यिनीहरूको लागि एकदम कठिन हुनेवाला छ। मैले चाहे भने 2 मिनेटमा तेरो बर्दी उतार्दिए। चुप। यदि दाइ भनेको तपाई जस्तो हुन्छ भने मेरो कुनै पनि जुनीमा दाइ नहुन्छ। दाइ र बहिनी मुकुन भुसाल। तैले त मलाई दुईटा अप्सन दिइस् तर तँसँग एउटा मात्रै अप्सन छ। तँ जस्तोलाई भरोसा गर्नु नै मेरो गल्ती छ। चाहे यो संसारमा जो सुकै होस् म त्यसको बलि दिन पनि तयार छु। कर्माको खेल। कर्माको खेल अनि समयको चक्रलाई कसैले पनि रोक्न सक्दैन। डायलग तो खतरा गइरहेछ। मुकुन भुसाल पनि डेन्जर। अच्छा मुकुन भुसाल र विपिन कार्कीको फाइट देखा। कर्मा 29 एक्सन र स्टोरी टेस्टको बसन्त लम्साल प्रोड्युसर राइटर डाइरेक्टर सौरभ चौधरी चैत्र 29 सिनेमा कर्मा। त साथीहरु कर्माको ट्रेलर हेरियो। अब यो मुभीलाई भन्नु पर्दाखेरि यहाँनिर चाहिँ एउटा गाडी चलाउने ड्राइभर देखिरहेको छ। एउटा मुकुन भुसाल जो चाहिँ भिलेन पनि छ, उसको चाहिँ व्यापारी काठको व्यापारी देखाइरहेको छ। त्यसैगरी दिव्य देव एज अ पुलिसको क्यारेक्टरमा हुनुहुन्छ। त्यसैगरी उपसेना सिंह ठकुरी चाहिँ यहाँनिर मुकुन भुसालको बहिनीको रोलमा हुनुहुन्छ। र यहाँनिर चाहिँ अब हाम्रो विपिन कार्की र उहाँको आमा पनि देखिनु भएको छ। त्यहाँनिर जो आमाको र छोराको इमोसन पार्ट पनि देखाइरहेको छ। एकाएक विपिन कार्की जेलमा गइरहेका छन्। यो सबै हेर्दाखेरि के देखेको छ भने यो सबै कर्माको खेल हो भन्ने नै देखाइरहेको छ हैन। किस्मतमा के आउँछ त्यो कसैले भन्न सक्दैन। सो यो मुभीले हेर्दाखेरि के देखाइरहेको छ भने यहाँनिर यो पुरै चाहिँ अब सुटिङ भएको दाङमै हो हैन। अब बाइक स्टन्टम्यान पनि यहाँनिर हुनुहुन्छ नेपालको चर्चित। र यहाँनिर के देखाइरहेको छ भने एउटा सर्वसाधारण मजदुर जनतालाई यो देशले कसरी फसाउँछ, देशको यो राजनीतिक पोलिटिक्स र पैसावालाले कसरी फसाइदिन्छन् पैसाको पावरले भन्ने कुरा यसमा क्लियर देखिएको छ। जहाँसम्म लाग्छ विपिन कार्की एउटा सिधा साधा एउटा काम गरेर आफ्नो रोजीरोटी गरेर खाने मान्छे हो, तर उसलाई चाहिँ फसाइएको छ जस्तो देखिरहेको छ। अब यहाँ वन जङ्गल पनि देखाइएको छ। गाडी ट्रक यहाँनिर काठ लोड गरेर दारहरू लोड गरेर गइरहेको छ। सम्भवतः जहाँसम्म लाग्छ उनी ड्राइभर नै हुन् जस्तो लागिरहेको छ मलाई। त ओभरअल हेर्दाखेरि इमोसन पार्ट पनि देखाइएकै छ। एक्सन पार्ट श्री श्रेष्ठको फन्टास्टिक नै देखिरहेको छ। विपिन कार्कीको पहिलोपटक यस्तो टाइपको एक्सन आइरहेको छ। मुकुन भुसाललाई यो क्यारेक्टरमा भिलेन क्यारेक्टरमा देखिएको छ। त्यसैगरी दिव्य देव हैन पुलिस क्यारेक्टरमै हुनुहुन्छ।
र यहाँनिर अब यसमा चाहिँ सुशान्त केसीको गाना पनि आएकै छ, दुर्गेश थापाले पनि गीत दिने भन्नुभएको छ, गीत आएकै छ, उहाँको पनि आउँदैछ। अब त्यो ओभरअल हेर्दाखेरि सबै पर्फेक्ट नै छ। हेर्दाखेरि छुट्टै एउटा नेपाली पाराको एक्सनमा एक्स्ट्रा केही समथिङ छ भन्ने खालको देखिरहेको छ। अब यो चाहिँ नेपालकै कहानी, एउटा गाउँघरकै क्लियर देखिएकै छ यहाँनिर। र विपिन कार्कीले पनि एकदमै हार्डवर्क गरेको देखिएको छ। र मुभी रिलिज हुने अब चैतको 29 अप्रिल 11 हो। कतार, दुबई, कतार, ओमान, युएई, बहराइन सबै ठाउँमा एकैपटक लाग्दैछ। अब यही हो, मलाई चाहिँ यस्तै लाग्यो यसको यो कर्मा मुभीको ट्रेलर हेर्दाखेरि। तपाईँहरूलाई के कस्तो लाग्यो साथीहरू कमेन्टमा भन्नु होला। यदि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु भन्दै आजको यस कर्मा मुभीको ट्रेलरको रियाक्सनदेखि म बिदा माग्न चाहन्छु। हस्त नमस्ते, धन्यवाद।